दर्शक महानुभावहरू नमस्कार। यो हो पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमानामा रहेको माझीटार भन्ने ठाउँ। यो माझीटार भन्ने ठाउँ यो कोशी कोरिडोरको बाटो अन्तर्गत पर्दछ र यो माझीटार भन्ने ठाउँमा चाहिँ तपाईको माझी बस्तीहरू रहेको छ। यहाँनिर चाहिँ माझी बस्तीको बाक्लो बसोबास छ र यहाँका माझी परिवारहरू खोलामा गएर पहिले माछा मार्ने र माछा मारेर आफ्नो जीविकोपार्जन गर्नुहुन्थ्यो भने दैनिक आफ्ना आवश्यकताहरू यही माछा मारेरै परिपूर्ति गर्नुहुन्थ्यो। र यहाँ तल देखिएको त्यो सानो रातो टिन लगाएको ठाउँ यहाँनिर चाहिँ यो बजार छ एउटा सानो, यहाँ माछाहरू पकाएर बेच्ने गरिएको छ र यो माझी परिवारहरूले त्यहाँ माछा बेच्छन्। ट्रक कोशी कोरिडोरको बाटो हो। ट्रक ल हेर्नुहोस्, यतापट्टि हिलिहाङ गाउँपालिका वडा नम्बर 7 पर्दछ भने यतापट्टि फिदिम नगरपालिका वडा नम्बर 4 पर्दछ र यहाँ तल भने माझी बस्ती रहेको छ र माझी समुदायहरू यहाँ खेती गर्नुहुन्छ, खोला खेत गर्नुहुन्थ्यो। उहाँहरूको अहिले त्यो खोलाले चाहिँ सबै बगाइदिएर अहिले खेतीयोग्य जमिनहरू पनि सबै खोलाले चाहिँ खोलो बढेर अस्ति बिगार गरेको छ।